अब यो 68 करोड कसरी बन्यो भन्ने कुरा त अब हिमाल जेठान र म प्रेम कुमार कान्छी भन्ने हाम्रो तीनटा ग्रुप थियो, तीनजना थियो एउटा ग्रुपमा। अब त्यो त्यतिखेर हामी यहीँ काठमाडौँ आउँदै के कुरा गर्दा गर्दा अब अलिअलि पैसा नि थियो हातमा तीनैजनासँग। अनि के कुरामा गयो डाइरेक्ट अब 68 करोड भन्यो। अनि त्यसपछि ठ्याक्कै युट्युबतिर भन्दा नि युट्युबमा हो कि टिकटकमा हाल्नुभयो जेठानले। अनि त्यहाँबाट त्यतिकै भाइरल हुँदै 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 जाँदा जाँदा अब यस्तो भइहाल्यो। पैसा पनि खाली हुँदैन सुनिरहेको छ मैले। हुन्छ अहिले कति छ पैसा? अब पैसा त अब मिल्छ अहिले? पैसा छ होला यता अलिअलि, पैसा त यति छ मालिकसँग खासै अब छुट्दैन पैसा। मालिक कमी हुँदैन, कमी चाहिँ हुनु भइरहेको छ। आफ्नो आवश्यकता चाहिँ मजाले पुरा गर्न सक्नुहुन्छ एकदम। मलाई यति भइसक्यो पुग्छ क्या। मालिकले अब मालिक कमजोर भइसक्यो यति। मालिक कमजोर भइसक्यो। कसरी? अब मालिक भन्छ, अब देख्नुभयो 200-300 छ गोजीमा। गाह्रो छ। मालिक भन्छ अब खासै त्यस्तो केही देखिनँ अब।